ए डार्लिङ यता हेर कस्तो डाँडा काँडा भएको माथि हेरौँ न ओहो अब घामलाई पनि देखाउँछु हेर्छु भैया को पनि जाओस् है भैया इस जगह के नाम क्या है भैया ये गांव का नाम क्या होगा गुम्मा गुम्मा हाँ अच्छा अच्छा इधर खेती बाड़ी भी होता है ना हाँ फल फूल क्या क्या होता है इधर इधर सेब होता है स्याऊ सेब एप्पल एप्पल हाँ एप्पल होता है और एक लोकल वैरायटी है उसको बोलते हैं जापानी जापानी अखरोट भी होता है हाँ कत्रो छ ओहो हाम्रो सड्के बाबु आएछ थैंक यू काका अरे ओहो ये के फल हो यस्तो क्या फल है ये अरे बाबा रिगाटो चल्दैछ तल त ओह्रालै छ यार होइन यो के हो हेऱ्यो चाहिँ ए सिमल पनि फल्छ खाना हुन्छ खाना हुन्छ अरे यो फल ए रुई ए यसैबाट हो रुई हुने देखो न ओहो पहाड खाना त अलि ठुलो खाले मैक्सिमम जूम कतिसम्म हुन्छ यसको इतनै है मैक्सिमम जूम एप्पल हुन्छ रे के हुन्छ बाटो पनि रहेछ तल पुरै खेतीपाती हुने जग्गा घाम अस्ताउन लागेछ घाम अस्ताउन लागेछ घाम अस्ताउन लागेको यो माला चाहिँ पहिल्यै किनेको सानो दाना हो कि 16 जना बुबुले रेडिङको मोमो पनि कुसन चाहिँ कस्तो मजाको ल्याइदिएछ 16 जना बुबु म है हामी सबै भएर अर्डर गरेको पछि फेरि श्रीमाया अनि त्यसपछि जगतमाया उमा पनि मिसेको हामीले 50 वटा अर्डर गरेको एकदम राम्रो छ अहिले चाहिँ एकदम युजफुल भयो एकदम युजफुल भयो अनि त्यसपछि फेरि मैले हाम्रो साथी टोलेर मगाइदिन्छु कि त्यो साह्रै राम्रो छ हामी अब जतै पढ्नु गयो त्यो बोकेर लान सजिलो हुने कलर चेन्ज गरेर दबाई गुरुसँग यस्तो गरेर चाहिँ भाते चाहिँ भातले जान्नेछ गाम चाहिँ गुरु यो छलाई खाइदिनु चल्न झाइमा सारी झाइमा गुरु आके
सबभन्दा राम्रो नानुको र चन्द्रको नानुको चाहिँ एकदमै है उसको त फोटोजेनिक छ कि ग्रुप फेस फेरि सधैँ उसको राम्रो आउँछ है जिममा पनि भिडियो खिचिरहेको छ भिडियो खिचिरहेको छ भातैले त संसारै भेटिसक्यो भातैले त्यहाँ गाली गर्यो भने त सुनिहाल्छ नि भने चाहिँ क्यामेरा म्यान आदल यस्तो ठाउँमा के गरेर खान्छ भन्ने कुरो हेर्नु सबै यो सबै पुरै खेतीपाती ठाउँ त हेर्दा त रमाइलो क्या त्यो समयमा त केही देख्दैन नि त त्यो वरिपरि भयो रमाइलो जब डाँडातिर आएको त जब डाँडातिर आएको थियो रमाइलो इन्डियामा फेरि यत्रो रमाइलो भएको छ फेरि होइन फोनमै थिएँ म 4-5 हजार पर्वमा गुरु ईश्वर त्यसले धर्म यो सकेको सेवा त गर्ने हो नि घना ढेगडी सेवाका आमा समाजमा उपात हामी भर्खरै रिमल सहरमा आइपुग्यौँ गुरु रिम्पोछेको त्यता पनि गर्छु नि गुरु रिम्पोछेको मूर्ति हामी देख्छौँ त्यहाँबाटै होटलको छेउबाटै झलल्लै छ रातको समय हो भने राम्रै आउँदो रहेछ आई लभ रेवल सहर हाम्रो सामानहरू झिक्दैछौँ गाडीबाट अब होटलतिर प्रस्थान गर्दै टुरिस्ट होटल टुरिस्ट भोलि पर्सितिरको कार्यक्रमहरूको बारेमा हाम्रो कोअर्डिनेटर संयोजकज्यूले पनि स्पष्ट पार्नुहुनेछ। हामी यो ठाउँमा आएर हामीले यो 3 दिनभित्र के गर्ने भन्ने हाम्रो आफ्नो योजना हामी सबै धर्ममित्रहरूलाई सुनाउन गइरहेका छौँ र विशेष गरेर
पहिला चाहिँ हामी यो रिभल्सरमा मन्डीबाट यता आउँदै गर्दाखेरिको बाटो कच्ची भएर अलिकति गाडी लाग्ने चक्कर लाग्ने अलि त्यस्तो समस्याहरू भयो होला कुनै हाम्रो धर्ममित्रहरूलाई। तर आजको दिनमा हामी चाहिँ साह्रै खुसी छौँ, धेरै खुसी। जिन्दगीमा परम पावन दलाई लामा गुरुको दर्शन गर्ने एउटा शुभ अवसर हामीलाई प्राप्त भएको छ। हामीले अरू धर्ममित्रहरू दलाई लामा गुरुको चरण स्पर्श गर्न पायो रे, दर्शन गर्न पायो रे भन्ने सुन्नेको मात्रै थियो। आज हामी प्रत्यक्ष रूपमा परम पावनको हामीले स्पर्श गर्न पाइयौँ, हामीले आशीर्वाद ग्रहण गर्न पाइयौँ। अनि हामीले दर्शन गरिने क्रममा खिचिएको फोटोहरू पनि हाम्रो लामा बाबुले चाहिँ हाम्रो भाइब्रो ग्रुपमा राखिदिनु भएको छ र त्यहाँबाट हजुरहरूले चाहिँ आफ्नो फोटोहरू चाहिँ साभार गर्नुहोला। अनि यो फोटोहरू चाहिँ हामीले सामाजिक सञ्जालतिर पनि राख्न मिल्यो। अनि आफ्नो घरमा पुगेपछि चाहिँ आफूले चाहिँ सम्झना स्वरूप फ्रेम बनाएर राम्रोसँग चाहिँ राख्न पनि मिल्यो होइन। हाम्रो आफ्नो सो इच्छा अनुसार फोटोहरू चाहिँ असाध्यै राम्रो आएको छ। र मैले चाहिँ आज सबैभन्दा मन परेको फोटो चाहिँ हाम्रो आमा समूहको गुरुङ ड्रेसमा चाहिँ ग्रुप खिचेको फोटो चाहिँ एकदमै राम्रो छ, साह्रै राम्रो छ। आमा समूहको मात्रै होइन, बाबा समूहको पनि राम्रो छ फेरि है। भाङ्रोसँग ढाका टोपीसँग एकदमै राम्रो फोटो छ। अनि आजको परम पावन दलाई लामा गुरुको दर्शनमा जाने भक्तजनहरू लगभग 200-250 जना भक्तजनहरूलाई दर्शन दिएको हामीले देखियो। अनि हामी चाहिँ एकदमै लकी भयो, यो वर्ष चाहिँ कोभिड टेस्ट गर्नु परेन। अनि हामी चाहिँ आज दर्शन गर्ने भक्तजनहरू मध्ये सबैभन्दा आकर्षण नै हामी भएको हामीले महसुस गऱ्यौँ। सबैको नजर हामीतिर थियो, हाम्रो ग्रुप हाम्रो समूहतर्फ सबैको नजर भएको हामीले अनुभूति गऱ्यौँ। र त्यहाँको चाहिँ दलाई लामा गुरुको त्यहाँको विशेष कर्मचारीहरूले पनि हामीलाई चाहिँ विशेष चाहिँ सुरुवातमा इन्ट्री गर्ने बेलामा अलिकति तलमाथि भयो हामी। तर पछि चाहिँ हाम्रो ग्रुप हो भने स्पष्ट भइसकेपछि हामीलाई चाहिँ अलि अगाडि सार्यो। अनि माथि पनि भिआइपीहरू 3 ग्रुप पछि चाहिँ हामीलाई अगाडि सारिहाल्यो। अनि हामी एकदमै राम्रोसँग चाहिँ परम पावन आउनुभन्दा अगाडि नै हामी त्यहाँ पुगेर हामी कुर्सीमा बस्यौँ। अनि परम पावन आउने बेलामा हामी उठेर हामीले चाहिँ स्वागत गर्न पाइयो होइन। त्यसपछि हामी लाइनबद्ध भएर हामीले दर्शन गर्ने सो अवसर पायो। यो कुराहरू हाम्रो जिन्दगीमा हाम्रो मनास पटालमा सधैँभरि चाहिँ स्मरण रहिरहने एउटा क्षण हो। त्यसले गर्दा यो कुरालाई हामीले एउटा ठुलो पुण्य सञ्चयको रूपमा, ठुलो आशीर्वादको रूपमा सधैँभरि हामीले स्मरण गरिरहनेछौँ। अनि विशेष गरेर त्यसपछि परम पावनको दर्शन भइसकेपछि हामी आफ्नो खाजाहरू हामी बसेको होटलमा आएर खाजा पानी गरेर हामी आइयौँ। अनि मैले अघि भने चाहिँ मन्डीबाट यहाँसम्म आउने बाटो अलिकति कच्ची भएको कारणले हामी बिचमा अब रिभल्सर आउनेसम्म बिच बाटोबाट हामी चाहिँ वज्रगुरु मन्त्र पढ्ने अनि उर्की पढ्ने गरेर हामी यहाँ आइपुग्यौँ। यो ठाउँमा वज्रगुरुको मन्त्र 1 पटक पढ्नु र अरू ठाउँमा वज्रगुरुको मन्त्र 1000 पटक पढ्नुको पुण्य चाहिँ बराबरै छ। किनभने यो पुण्य भूमि चाहिँ गुरु रिम्पोछे पद्मसम्भवको धेरै तीर्थस्थानहरू मध्ये सबैभन्दा महत्त्वपूर्ण तीर्थस्थान चाहिँ रिभल्सरलाई मानिन्छ, छोप्यामालाई मानिन्छ होइन। त्यसले गर्दा हामी छोप्यामा भन्छ यसलाई चाहिँ, रिभल्सर भन्ने चाहिँ यहाँको ठाउँको नाम चाहिँ यहाँको स्थानीयहरूले चाहिँ रिभल्सर भन्छ भने हामी भोट भाषामा चाहिँ छोप्यामा भन्छ। अनि गुरुङहरूले छोपे भन्छ फेरि है, छोपे भन्छ गुरुङहरूले। तर खास चाहिँ छोप्यामा, अब छोप्यामा भनेको 2वटा छो पेमा भन्ने 2वटा शब्द छ नि त होइन। अहिले भन्दैछु, भोलि फेरि बेलुका एक्जाम हुन्छ है, फेरि म सुन्नुहोस् है। छो भनेको तलाउ भनेको तलाउ, पोखरी है। छो भनेको तलाउ है, छो भनेको तलाउ। अनि पेमा भनेको लोटस, कमलको फुल है, बुझ्नुभयो नि। छो भनेको तलाउ, पेमा भनेको कमलको फुल। तलाउ र कमलको फुलको बीचको सम्बन्ध के छ भन्दा गुरु रिम्पोछे पद्मसम्भव जन्मिने बेलामा पनि तलाउमा कमलकै फुलमा जन्मिनु भयो। अन्तमा मन्डीको राजाले उहाँलाई चाहिँ धेरै नराम्रो व्यवहार गर्नुभयो। पछि राजाले उहाँले जिउँदै जलाउँदा पनि आगोलाई समेत पानीमा परिणत गराएर दाउरालाई चाहिँ कमलको फुलमा परिणत गराएर शक्ति प्रदर्शन गर्नुभयो नि उहाँले। त्यस कारणले
त्यो पानी आगो जति सबै पानीमा परिणत बनाएर यो तलाउ बनेको भोलि हामी दर्शनमा जाँदैछौँ हाम्रो अगाडि। अनि त्यो बीजमा चाहिँ कमलको फुल उत्पन्न गराएर आफू चाहिँ कमलको फुलको बीजमा विराजमान भएर त्यसरी शक्ति प्रदर्शन गरेको। त्यसकारण छो भनेको तलाउ, पेमा भनेको फुल, कमलको फुल, यो दुईवटा अर्थ लाग्छ है। अब रिवल सर छोपेमा चाहिँ गुरु रिम्पोछे पद्मसम्भवको जन्म चाहिँ श्वेत भ्याली, अहिले चाहिँ पाकिस्तानमा पर्छ त्यो ठाउँ चाहिँ। त्यहाँ भयो इन्द्रबोधी राजाको राजकुमारको रूपमा। उहाँ त कुनै राजाको राजकुमार त होइन, तर इन्द्रबोधी नाम गरेको राजा चाहिँ आँखा नदेख्ने, साह्रै दयालु, सम्पत्ति एकदमै धेरै सम्पत्ति भएको। अनि उहाँको चाहिँ आँखा नदेख्ने समस्या भन्दा पनि सन्तानको जय जन्म नभएको समस्या सबभन्दा ठुलो रहेछ। अनि उहाँले चाहिँ त्यति बेलाको गुरुहरूलाई, ज्योतिषीहरूलाई हेराउँदाखेरि जति सक्दो दान दक्षिणा गर्नुपर्छ, दान दक्षिणा गर्दै गर्दै गयो भने एक दिन तपाईँको चाहिँ मनोकांक्षा पुरा हुन्छ भन्ने सल्लाह दिनुभयो धेरै ज्योतिषीहरूले चाहिँ। अनि उहाँको दरबारमा भएको सम्पत्ति जति सबै दान र दक्षिणा गरेर सघाउनु भयो उहाँले चाहिँ। दान दक्षिणा गरेर सम्पत्तिको भण्डार सिद्धिसक्दा पनि दरबारमा माग्नेहरूको चाहिँ ताँती लाइन चाहिँ अझै पनि बाँकी रहँदाखेरि अब दान दिन सकेन भने, रित्तो हात फर्कायो भने मेरो मनोकांक्षा पुरा हुँदैन, कुनै न कुनै उपाय गरेर मैले यो जति पनि यहाँ आउनुभएको व्यक्तिहरू सबैलाई मैले दान दिएरै पठाउनुपर्छ, खाली हात पठाउनु हुँदैन भनेर उहाँले केही दिनको भाका राखेर म यति दिनमा तपाईँहरूलाई म दान दिन्छु, आज चाहिँ मेरो दान दिने सबै वस्तुहरू सकिएको छ भनेर फर्काउने दिनमा राजा चाहिँ साह्रै दुःख मन गरेर रुनु भयो कि बिचरा। अनि मन्त्रीहरू जम्मा पारेर मेरो दरबारमा आउनुभएको कुनै समस्या परेर आउनुभएको मान्छेहरू आजसम्म कोही पनि फर्किएको थिएन, मेरो कति पुस्तादेखिको इतिहासहरू उहाँहरूको चाहिँ। त्यो दरबारमा आएको व्यक्ति, समस्यामा परेको व्यक्ति कोही पनि रिक्तो हात लिएर फर्किनुपर्ने चाहिँ आफ्नो इतिहासमै छैन अरे के। मेरो बुवाको पालामा पनि भएन, मेरो बाजेको पालामा पनि यस्तो कुरा भएको सुनेन, तर मेरो पालामा आएर आज चाहिँ मेरो दरबारमा आएर अनि रिक्तो हात फर्केर जानुपर्ने यो कस्तो खालको चाहिँ अनिकाल, कस्तो प्रकारको अलक्षणा, कस्तो प्रकारको अशुभ भएको होला भनेर साह्रै धेरै दिनसम्म उहाँलाई चाहिँ निद्रा लागेन उहाँलाई। अनि मन्त्रीहरू जम्मा पारेर के उपाय छ त, अब कुनै न उपायबाट चाहिँ दान दिएर सहयोग गरेर यो जति पनि माग्न आउने जो व्यक्तिहरू छ उनीहरूलाई चाहिँ समस्या समाधान गर्नुपर्छ भनेर मन्त्रीमण्डल गठन गरेर मिटिङ बस्ने बेलामा एकजना मन्त्री चाहिँ विशेष प्रकारको दिमाग भएको, उक्ति जुक्ति निकाल्न सक्ने, तत्कालै चाहिँ जुक्ति निकाल्न सक्ने मन्त्रीले चाहिँ एकजना चाहिँ, त्यो मन्त्रीको नाम चाहिँ त्रिघ्नजिन भन्दो रहेछ। त्यो त्रिघ्नजिन नाम गरेको मन्त्रीले चाहिँ यस्तो खालको जुक्ति निकालेर कि अब छोटो समयमा कुनै ठाउँबाट सम्पत्ति ल्याएर चाहिँ यो समाधान गर्न सक्ने उपाय छैन, तर एउटा उपाय के छ भने महाराज तलाउमा जाऊँ या समुद्रमा जाऊँ, मणि ल्याउने काम गरौँ। मणि ल्याउने, नागमणि, चिन्तमणि भन्ने हुन्छ नि, त्यो मणि ल्याउने बारेमा अलिकति अनुभव भएको विशेष चाहिँ आधिकारिक व्यक्तिहरू, त्यो सम्बन्धी अनुभवी भएको व्यक्तिहरूलाई ल्याएर चाहिँ उनीहरूले चाहिँ उनीहरूको पारिश्रमिक दिएर मणि लिन पठाउने भनेर चाहिँ एक टोली चाहिँ गठन गरेर यो उनीहरूले चाहिँ त्यो मणि लिन ल्याउने अनुभवी व्यक्तिहरू ल्याउनु। त्यसपछि त्यो मणि ल्याउनुभन्दा पहिला नै त्यो त्रिघ्नजिन नाम गरेको मन्त्री चाहिँ अब मणि सागरमा मणि लिन जानुभन्दा पहिला पनि उनीहरू पहिलोको चलन के रहेछ भने जङ्गलमा जस्तै अहिले पनि मह काट्ने हुन्छ नि, मह काट्नुभन्दा पहिला चाहिँ सिमी भूमिलाई धुपाहरूमा धुप हालेर पूजा गरेर बल्ल मह काट्ने। अनि त्यस्तै प्रकारले खेतमा बलि नलीहरू रोप्ने बेलामा पनि सिमी भूमिलाई पहिला चाहिँ धुपहरूमा धुप हालेर, त्यस्तै चिन्तमणि सागरमा समुद्रमा मणि लिन जानुभन्दा पहिले पनि नाग देवतालाई पूजा गरेर मात्रै जाने रहेछ कि। फेरि त्यो नाग देवतालाई पूजा गर्नको लागि के चाहिने रहेछ भने कमलको फुल ल्याएर पूजा गर्ने रहेछ त्यो बेला चाहिँ। अब अनि कमलको फुल टिप्ने भनेर त्रिघ्नजिन मन्त्री चाहिँ एउटा पोखरीको छेउमा जाने बेलामा चाहिँ उहाँले चाहिँ मणि फेला पारेर ल्याउनु भयो अरे उहाँले। अनि मणि फेला पारेर राजालाई चढाएपछि राजाले चाहिँ अब केही दिनमा नै सपना साकार हुनेको चाहिँ लक्षण, भविष्यवाणी भनौँ, धेरै लक्षणहरू देखा परेपछि अनि मणिलाई पूजा गर्दै बस्यो। त्यसपछि एक दिन चाहिँ त्रिघ्नजिन मन्त्रीले नै फेरि पहिला देखा परेको नि धानघोष नाम गरेको त्यो तलाउ, जुन तलाउको बीचमा चाहिँ कमलको फुल उत्पन्न भएर त्यो कमलको फुलको बीचमा चाहिँ 8 वर्षको भर्खरको चाहिँ 32 लक्षण सम्पन्न भएको बालक
अनि आकाशबाट चाहिँ देवी देवताहरूले चाहिँ विभिन्न फुलहरू बर्साएर चाहिँ स्तुतिहरू वाचन गरिरहेको, विभिन्न बाजाहरू आफै बजिरहेको त्यस्तो अद्भुत दृश्य देखेर अनि मन्त्रीले राजालाई सबै सुनाएपछि बल्ल मेरो सपना साकार भएको रहेछ भनेर राजा त आँखा देख्नु तर राजाले चाहिँ त्यो आफ्नो दरबारमा निमन्त्रण गर्नको लागि स्वयं आफै गएर अनि रिक्वेस्ट गरेर तिमी कहाँबाट आउनुभएको, तिम्रो बाबाको नाम के हो, आमाको नाम के हो, तिम्रो वंश के हो, तिम्रो जात के हो, सबै कुरो सोध्ने बेलामा उहाँले धार्मिक आध्यात्मिक जवाब दिनुभएको छ। मेरो बाबा आमा छैन यो संसारमा, म चाहिँ प्राकृतिकबाट नै जन्मेको हो, म चाहिँ सम्बन्ध भाद्र अथवा माथि अमिताभ बुद्धको चाहिँ चित्तको निर्वाणकाय हो भन्ने। ओहो यो चाहिँ अद्भुत चाहिँ निर्वाणकाय रहेछ भनेर चाहिँ अनि राजाले चाहिँ दरबारमा निमन्त्रण गरेर राजकुमारको रूपमा गदीमा राखेर त्यसरी राखिएको गुरु ऋषि पद्मसम्भवलाई होइन। त्यति बेला बल्ल चाहिँ कमलको फुलबाट ल्याएको कारणले चाहिँ पद्मसम्भव भन्ने नाम त त्यति बेलाबाटै भयो। तर त्यति चर्चामा भएन। पछि उहाँ पनि सिद्धार्थ गौतम जस्तै फेरि दरबारमा राजकुमार भएर बसेपछि विवाह गर्नुपर्छ, राजपाट देश सम्हाल्नुपर्छ। तर यो सबै अनित्यको संसारमा जति नै सम्पन्न जीवन जिए पनि एक दिन मर्नुपर्छ, केही पनि लगेर जाँदैन। यदि पुण्य चाहिँ कमाएन भने अर्को जन्म अर्को जुनीमा दुःख पाउँछ, दुर्गतिमा जान्छ भन्ने कुरा चाहिँ उहाँले चाहिँ देखाउनको लागि आफूले त थाहा पाउनुभयो, अरूलाई पनि त्यो मार्ग देखाउनको लागि सिद्धार्थ गौतमले जस्तै उहाँले पनि दरबार त्यागेर हिँड्नुभयो नि त। ज्ञानको खोजीमा जङ्गल हिँड्नुभयो, धेरै गुरुहरूको सङ्गत गर्नुभयो, तपस्या गर्नुभयो, धेरै उहाँको जीवन चाहिँ चित्तस्थल चानघाटमा बिताएको पाइन्छ। उहाँ धेरै मान्छे गाड्ने ठाउँ, पहिला कोही ठाउँमा मान्छे गाड्ने, कोही ठाउँमा जलाउने, त्यस्तो ठाउँतिर गएर ध्यान बसेको। त्यति बेलाको साधुहरू योगीहरूको सङ्गत गरेर ध्यानहरू बस्दै र ज्ञानहरू प्राप्त गर्दै गर्ने ठाउँमा यो ठाउँमा आएर ध्यान बस्नुभएको रहेछ उहाँ चाहिँ। अहिले भोलि हामी जाँदैछौँ, माथि गुफा छ, त्यो गुफामा आएर उहाँले ध्यान बस्नुभएको रहेछ। त्यति बेलासम्म उहाँले धेरै सिद्धिहरू पाइसक्नु भएको रहेछ। उहाँको प्रभावले पूर्वजन्मको कर्मको सम्बन्ध थियो उहाँसँग चाहिँ। त्यस कारणले यो मण्डीको राजाको नाम दुईवटा छ। हामीले हाम्रो धर्मग्रन्थमा चाहिँ शुक्ल पिटकधार भन्छ। अहिले यहाँको स्थानीयहरूको इतिहास हेर्दाखेरि चाहिँ आइधिर सिंह भनेर छ, राजा आइधिर सिंह है। त्यो राजा आइधिर सिंह भन्ने चाहिँ यहाँ मण्डीको राजा रहेछ त्यो बेलामा चाहिँ। अनि त्यो मण्डीको राजाको चाहिँ धेरै शक्तिशाली राजा, फेरि एकदमै क्रोधिलो, फेरि कुनै प्रकारको नियम कानुन विपरीतको काम कसैले गरिहाल्यो भने त्यसलाई जिम्दो राख्दै नराख्ने एकदमै क्रोधिलो स्वभावको राजा। त्यस्तो राजाको छोरी राजकुमारीको नाम चाहिँ मेन्धरावा। त्यो राजकुमारी चाहिँ 32 लक्षण सम्पन्न सबैभन्दा सुन्दरी रे त्यति बेला। अनि उहाँको चाहिँ पूर्वजन्मको गुरुसँगको पूर्वजन्मको कर्मको सम्बन्ध थियो। सानैबाट आध्यात्मिक ध्यान प्रार्थना, ध्यान पूजा प्रार्थनाहरूमा अत्यन्तै रुचि हुने। त्यस कारणले उहाँ चाहिँ जङ्गलमा एकान्त ध्यानहरू बस्ने। यस्तो क्रममा चाहिँ गुरु ऋषि पद्मसम्भवको ध्यान बस्ने ठाउँमा उहाँको भेट भयो। भेट भएपछि गुरु ऋषि पद्मसम्भवको उहाँ गुरुको चाहिँ प्रवचनहरू सुनेर गुरुको शक्तिहरू, गुरुको चाहिँ स्वभावहरू देखेर उहाँ आकर्षण हुनुभयो। त्यसपछि गुरु स्थापना गरेर गुरुबाट शिक्षा दीक्षा लिने सुरु गर्नुभयो। त्यसपछि गुरुको शरणमा गएपछि उहाँले आफ्नो घर नै छोडिदिनु भयो। घर छोडिदिनु भयो। गुरुको शरणमा गएको उहाँको कर्मको सम्बन्ध थियो, उहाँमा पुण्य थियो। थोरै समयमा नै गुरुबाट धेरै ज्ञानहरू पाउनुभयो उहाँले चाहिँ। त्यति बेला चाहिँ राजकुमारी हरायो भनेर दरबारबाट चाहिँ धेरै खोज तलास गर्न थाल्यो। कतैबाट पनि पत्ता नलागेपछि राजा रानीहरू चाहिँ एकदम निराशा भयो। अब कहाँ गयो होला? विवाह गर्ने उमेर पुग्न लागेको राजकुमारी, देश विदेशको राजाहरूले पनि विवाहको प्रस्ताव आइरहेको बेलामा राजकुमारी हराएको चिन्ताले दरबारमा साह्रै ठुलो चिन्ता छायो त्यति बेला। र राजकुमारले खोज तलासको लागि पूर्व पश्चिम उत्तर दक्षिण टोली खटाएर पठायो। कसैले पत्ता लगाउन सकेन। त्यो जङ्गलमा चाहिँ गाई चराउने, घाँस दाउरा गर्नेहरूले चाहिँ भने रे एकजना जोगीसँग चाहिँ तपाईँ राजकुमारी चाहिँ बसेको छ। एकजना जोगी होडारमा बस्छ, राजकुमारी चाहिँ त्यो जोगीको स्याहार सुसार गरेर बसेको छ भन्ने कुरा चाहिँ एक कान दुई कान गर्दा गर्दा दरबारसम्म पुग्यो। अनि मेरो छोरी चाहिँ यस्तो जोगीको पछि लागेर चाहिँ यो असम्भव छ, यो हुनै सक्दैन भनेर राजाले चाहिँ एक टोली अलिकति बुद्धिजीवी टाढो बाटो टोली खटाएर पठाउँदाखेरि उनीहरूले त प्रत्यक्ष देखेपछि हो महाराज यो कुरा सत्य हो भनेपछि राजा सहनै सकेन। मेरो छोरीलाई
दिमाग चाहिँ बिगारेर यसरी प्रलोभनमा पारेर मेरो छोरीको जीवन बर्बाद बनाउने त्यो जोगी चाहिँ को हो त्यसलाई चाहिँ छिट्टो चाहिँ बाँधेर ल्याएर हो त्यसलाई चाहिँ टुक्रा टुक्रा गरेर काट्नुपर्छ भनेर राजाले आदेश दिन्छ। अनि हामी चाहिँ यस्तो चाहिँ नाम चलेको राज परिवारको इज्जत फाल्ने राजकुमारीलाई पनि यो घाम देख्न नपरोस्, आजबाट नै हामीले चाहिँ उसको अनुहार हेर्न चाहनु, उसलाई पनि हामीले नदेखिने गरेर अर्कै ठाउँमा लगेर उसलाई। अनि राजाले चाहिँ टोली खटाएर पठायो, एकदमै बलियो बलियो मान्छेहरू चाहिँ हतियारसहित टोली खटाएर पठाएर। अनि त्यसपछि त्यति बेला राजाले के हुकुम दिएको रहेछ भने खास चाहिँ त्यो जोगी चाहिँ या त नल्याऊ, त्यो जोगीलाई चाहिँ दाउरोमा जलाइदेऊ, जिउँदै जलाइदेऊ कि यो मेरो राज्यमा यस्तो प्रकारको क्रियाकलापहरू गर्छ भने, राजाको विरुद्धमा कुनै क्रियाकलाप गर्छ भने यस्तो प्रकारको सजाय भोग्नुपर्छ भने दुनियाँले देखोस् कि दुनियाँले कुनै यस्तो खालको काम गर्ने आँट कसैले नहोस् भनेर चाहिँ राजाले चाहिँ त्यस्तो आदेश दिन्छ। अनि दाउरो पनि सामान्य दाउरो होइन, चन्दनको दाउरोले जलाऊ भने चन्दनको दाउरो चाहिँ सामान्य दाउरो भन्दा 100 गुणाले ताप हुन्छ रे, चन्दनको दाउरोले जलाइदेऊ भनेर राजाले टोली खटाएर पठाउँछ। अनि मेन्दरावालाई पनि जमिन मुनि एकदमै गहिरो खाल्टो खनेर है 9 हात गहिरो खाल्टो खनेर जमिन मुनि पुर्देऊ भन्ने आदेश दिँदो रहेछ। त्यो टोली खटाएको टोली जान्छ। अनि भोलि हामी जाने त्यो गुफामा चाहिँ गुरु रिम्पोछे पद्मसम्भव अनि राजकुमारी मेन्दरावा ध्यान बसिरहेको बेलामा त्यो टोलीले चाहिँ समातेर त्यहाँबाट डोरोले बाँधेर घिसारेर ल्याएको अरे। त्यहाँबाट त्यस्तो बाटोबाट घिसारेर ल्याएर भोलि यो ताल जुन छ यो छोपेमा यो ताल जुन छ यो ठाउँमा ल्याएर चाहिँ अनि दाउरा यसरी थोपारेर हात खुट्टा बाँधेर उहाँले जलाएको रहेछ। गुरु रिम्पोछेलाई चाहिँ जलाइदियो। जलाइदिएपछि राजकुमारीले यहाँबाट भोलि मन्डी जान्छ हामी, त्यो मन्डीमा खाल्टो पनि एकदमै गहिरो खाल्टो रे 9 हात भन्दा पनि गहिरो खाल्टो खनेर जमिन मुनि जिम्दै पुर्दियो राजकुमारीलाई पनि। त्यसपछि अब राजाले त आफ्नो निर्णय फर्काउने कुरा भएन, आफूले जे आदेश दियो त्यो पुरा भयो। तर रानीलाई चाहिँ साह्रै आमा भनेको आमा नै हुन्छ यो संसारमा है। धेरै यो तपाईँको जुन निर्णय छ यो निर्णय फिर्ता लिनुहोस् भनेर आफ्नो श्रीमानलाई राजालाई चाहिँ धेरै फड्काएको रहेछ कि रानीले बिचारा है। जे हाम्रो छोरी गलत नहुन पनि सक्छ, यस्तो निर्णय नगर्नुहोस् भनेर रानीले धेरै प्रकारको चाहिँ उपाय लगाएर फकाउने प्रयास धेरै गर्यो, तर प्रयास चाहिँ असफल भएको जीवनीमा छ। मैले छोटकडाइमा मात्रै भन्दैछु। त्यसपछि अनि चन्दनको दाउरोमा जलाइसक्दा पनि 3 दिन 4 दिन बितिसक्दा पनि यहाँ धुवाहरू निस्केको। अनि यहाँ गाई चराउन आउनेहरूले चाहिँ तलाउको बीचमा कमलको फुलमा चाहिँ यसरी चाहिँ बसिरहेकोहरू देखेपछि एकदम अद्भुत यो कुरा फेरि फैलिँदै गयो, फेरि गाई चराउनेहरूबाटै फैलिँदै गयो, फेरि घाँस दाउरो गर्नेहरूबाटै। यो त हुन सक्दैन भनेर फेरि राजाले एक टोली फेरि खटाएर पठाउने बेलामा अद्भुत चाहिँ जुन ठाउँमा जलाएको थियो त्यो ठाउँमा त ठुलो पोखरी भएर बसेको रहेछ। त्यो पोखरीको बिचमा ठुलो कमलको फुलको बिचमा चाहिँ गुरु रिम्पोछे चाहिँ एकदमै शरीरमा कुनै प्रकारको दाग साग आगोले पोलेको जलेको केही पनि छैन। पहिलोको भन्दा पनि झन् एकदमै धेरै गुणाले चाहिँ झन् तेजिलो मुहार भएर चाहिँ ध्यान मुद्रामा बसिरहनु भएको देखेपछि राजाले यो कुरा पत्याउनै सकेन। यो असम्भव छ, यो कुनै हालतमा पनि यो कुरा सम्भव नै छैन भनेर राजाले पत्याउन सके। पटक पटक मन्त्रीहरूले अनुरोध गरेपछि राजा स्वयं आफै आएर यो ठाउँमा चाहिँ हेर्न आउनुभएपछि राजाले देख्नुभयो, प्रत्यक्ष रूपमा देख्नुभयो। त्यसपछि राजा आइदिर सिंहले चाहिँ आफूले ठुलो गल्ती गरेको चाहिँ माफी माग्नुभयो, प्रायश्चित गर्नुभयो। त्यसपछि आफूले चाहिँ गुरुको चाहिँ शरण परेर जीवनमा मैले गरेको यो पापको चाहिँ माफी गरिदिनुहोस् भनेर अनि त्यसपछि राजाले आफ्नो राजवस्त्र, आफ्नो चाहिँ राजगद्दीमा बस्ने बेलामा लगाउने जुन राजवस्त्र अनि श्रीपेच सबै खोलेर चाहिँ गुरु रिम्पोछे पद्मसम्भवलाई चढाइदिनु भयो। अनि यो राज्य नै उहाँले चढाइदिनु भयो। त्यसपछि गुरु रिम्पोछे पद्मसम्भवको शिरमा लगाउनु भएको त्यो टोपी छ नि, त्यो खास आइदिर सिंह राजाको शिरपेच हो त्यो चाहिँ है। त्यो शिरपेच राजाले चाहिँ आफ्नो शिरपेच नै मुकुट नै खोलेर गुरुलाई चढाइदिनु। अनि त्यो गुरु रिम्पोछेको शरीरमा लगाउनु भएको वस्त्रहरू पनि सबै राजवस्त्र। राजाले आफ्नो पाप प्रायश्चित माफी माग्नको लागि सबै चढाइसकेपछि अनि गुरु रिम्पोछे पद्मसम्भवले पनि राजालाई क्षमा दिनुभयो। तिमीले जे गर्यो यो सबै तिम्रो आफ्नो क्लेशको कारणले, पूर्वजन्मको कर्मको कारणले गर्दा तिमीले सत्य देख्न सकेन,
सत्यलाई असत्य देख्यौ र यसबाट तिमीले जे जति कुकर्म गरेको छ अब तिमी चाहिँ बुद्धले देखाएको शान्तिको अहिंसाको मार्गमा लागेर तिमीले पुण्य कमाउने काम गर भनेर गुरु rinpoche पद्मसम्भवले सम्झाएपछि त्यसपछि गुरुको शरणमा दीक्षित भएर उहाँ चाहिँ चेला बन्नुहुन्छ। त्यसपछि अब राजकुमारी मेन्दारवा भनेर कराउँछ उहाँ राजा रानीहरू। मेन्दारवालाई पनि गुरुको शक्ति र उहाँ आफै पनि अब इन्लाइटिङ भइसकेको कारणले अनि त्यो ठाउँबाट जुन ठाउँमा पुरिएको थियो त्यो ठाउँबाट फेरि उत्खनन गरेर चाहिँ जीवित उद्धार गर्नुहुन्छ राजकुमारीलाई पनि है। त्यसपछि राजा ऐदिर सिंह राज परिवार सबैलाई चाहिँ अनि माथि भोलि हामी जान्छौँ टार्न मन्दिर भनिन्छ हो। त्यहाँ पहिलोपटक गुरु rinpoche पद्मसम्भवले मण्डीको राज परिवारलाई रोयल फ्यामिलीलाई चाहिँ पहिलोपटक वाङ दिनुभएको अरे त्यहाँ है। कति छुकी घ्यासो भने यो गुह्य तन्त्रको चाहिँ गम्भीर अभिषेक प्रदान गर्नुभएको मन्दिर। अहिले त्यो मन्दिर त एकदमै विशुद्ध हिन्दू धर्मको चाहिँ एकदमै प्रसिद्ध मन्दिर छ त्यहाँ। तर त्यो मन्दिर त्यो ठाउँ नै हो भनेर सिद्धि प्राप्ति बोधिसत्वहरूले पत्ता लगाउनु भयो त्यहाँ चाहिँ। अनि वाङ दिनु भएपछि राजा ऐदिर सिंह पनि एउटा बोधिसत्वको रूपमा चाहिँ उहाँले नै ज्ञान प्राप्त गर्नुभएपछि चाहिँ त्यसरी चाहिँ गुरु rinpoche पद्मसम्भवले चन्दनको दाउरोमा जलाएको आगोलाई पानीमा परिणत गर्नुभयो र त्यो दाउरोलाई चाहिँ कमलको फुलमा परिणत गरेर अद्भुत शक्ति प्रदर्शन गर्नुभएको कारणले पद्मसम्भव भनेर विश्वविख्यात भएको ठाउँ चाहिँ यो छोपेमालाई मानिन्छ। यो ठाउँमा हामी आएका छौँ। अनि यो ठाउँमा चाहिँ विशेष तीर्थस्थान भनेको मेन तीर्थस्थान चाहिँ यही पोखरी हो। यो पोखरीमा हामीले दर्शन गर्छौँ परिक्रमा गर्छौँ। अनि गुरु rinpoche पद्मसम्भव र राजकुमारी मेन्दारवाले ध्यान बस्नुभएको गुफा चाहिँ भोलि बिहान हामी ब्रेकफास्ट खाइसकेपछि जान्छौँ। गाडीमा माथि डाँडामा जानुपर्छ र हाम्रो लुङ्दाहरू पनि भोलि त्यहाँ टाँस्ने। अहिले लुङ्दाहरू बाँड्छौँ एकछिन बाबुमा लुङ्दाको त्यो लिएर हो यहाँ। त्यसपछि माथि दर्शनहरू गरेर माथि ठुलो गुरु rinpocheको स्ट्याचु हामीले अघि हामीबाट देखिरहेको छ। हामी त्यहाँसम्म आउँछौँ त्यसको छेउसम्म गाडीमा आउँछौँ। त्यहाँबाट चाहिँ गाडीबाट झरेर हामी पैदलमा त्यो गुरु rinpocheको ठुलो मूर्ति भएको ठाउँमा हामी जान्छौँ। त्यहाँ दर्शन गर्छौँ। त्यहाँ हाम्रो ग्रुप फोटो बिहान र सहित ग्रुप फोटो त्यहाँ खिच्छौँ। त्यसपछि त्यहाँबाट यो रिभल्सर यो छोपेमा चाहिँ छर्लङ्गै देख्छ त्यो गुरु rinpocheको मूर्तिबाट। अनि हामी त्यहाँ फोटोहरू खिचेर तल आउँछौँ। तल आइसकेपछि हाम्रो खाना पाकिसकेको हुन्छ भोलि होइन। खाना पाकिसकेपछि त्यसपछि हामी हाम्रो अवस्था कतिको थाकेको छ के छ हामीले भोलि नै मण्डीको तीर्थ पनि भ्याउन सक्यो भने पर्सि हामीले धेरै हल्लुङ्गो हुन्छ है। मण्डी भनेको अब अघि हामी कच्ची बाटो आयो होइन। हामी त टाढोबाट आएको भएर टाढा जस्तो लाग्यो हामीलाई त्यति साह्रो टाढा छैन। मण्डीमा चाहिँ एउटा खुवारानी भनेको मेन्दारवालाई जमिनमुनि गाडेको खाल्टो त्यहाँ मेन्दारवाको स्ट्याचु पनि छ। त्यसपछि चाहिँ माथि टार्न मन्दिर जुन गुरु rinpoche पद्मसम्भवले फर्स्ट चाहिँ वाङ दिनुभएको मन्दिर त्यो दुईवटा ठाउँ चाहिँ दर्शन गरेर अनि अघिको ब्रिटिसले बनाइदिएको पुल छ नि त्यहाँ अघि मैले बाटो हो त्यहाँनिर आएर हामी एउटा फोटो खिच्छौँ। अनि त्यसपछि हामी फर्किन्छौँ। फर्किसकेपछि हामी भोलि चाहिँ यहीँ बास हुन्छौँ। अनि पर्सिको लागि अलिअलि किनमेल छकहरू किनेर पर्सि हाम्रो गणचक्र पूजा चाहिँ साँधोपरी गुरु rinpoche पद्मसम्भवको चाहिँ सिङ्खम साँधोपरी गुम्बा छ। त्यो चाहिँ मेरो गुरुको हो। पेना rinpoche गुरुले बनाउनु भएको ठुलो साँधोपरी गुम्बा छ। यहाँ परिक्रमा गरेर अलिकति माथि जानुपर्छ। पर्सि हाम्रो गणचक्र पूजा भोलि हाम्रो चाहिँ मण्डीको तीर्थ भ्यायो भने पर्सिको गणचक्र पूजा चाहिँ भोजनभन्दा पहिले नै सक्छ। 12 बजेभित्र गणचक्र पूजा सकेर हामी भोजन गर्छौँ। त्यसपछि हामी चाहिँ आफ्नो आफ्नो चाहिँ किनमेल घुम्ने होइन। त्यो चाहिँ फेरि भोलि मण्डीको तीर्थ सकेन भने गणचक्र पूजा चाहिँ भोजन पश्चात मात्रै हुन्छ पर्सि फेरि। त्यो कारण भोलि मण्डीको तीर्थ सघाउन चाहिँ अलिक इम्पोर्टेन्ट छ मेरो अनुभवले त्यो भन्छ होइन। यो कारणले गर्दा अनि भोलि चाहिँ यो लुङ्ताहरू अलिअलि हामी अहिले कतिवटा हुन्छ बाँड्छौँ। अनि धुपहरू भोलि यहीँ बाटोमै भोलि बिहान हामी अब कति बजे जान्छ अहिलेको हाम्रो कोअर्डिनेटरले भन्नुहुन्छ यहाँ भोलि बिहान दर्शन गर्ने ठाउँ चाहिँ ओ यहाँ यो छेउमै एउटा गुम्बा छ पुरानो गुम्बा। यो छोपेमाको सबैभन्दा पुरानो गुम्बा जुन गुम्बामा यिङमा परम्पराको सबैभन्दा चाहिँ पहिलो गुरु चाहिँ दुजोङ गुरुले चाहिँ धेरै वाङ दिनुभएको गुम्बा र त्यो गुम्बामा गयो भने चिया पनि दिन्छ। तर त्यहाँ चाहिँ दलाई लामा गुरु र पेन्सन लामा गुरु चाहिँ तिब्बत चीनले एकीकरण गर्नुभन्दा पहिले नै इन्डिया भिजिट आउने बेलामा रोप्नु भएको दुईवटा रुख छ कि त्यो रुख चाहिँ एकदम चाहिँ पवित्र मान्छ। त्यो दुईवटा रुख हामीले दर्शन गर्छौँ र त्यहाँ चाहिँ हामी बत्ती बाल्छौँ। बत्ती 108 या 200 चाहिँ हाम्रो ग्रुपबाट त्यहाँ पैसा तिर्छौँ। अनि त्यहाँ तयार हुन्छ अनि हामी पालो पालो बत्ती बाल्छौँ। बत्ती बालेपछि त्यहाँ घुमेर हामी फेरि गुम्बस यो ताल चाहिँ यसो तालको छेउमा गएर हामी चाहिँ
उर्गिनु योग्य चाहिँ 3 चोटि पढ्छ हामी दान गरेर है बज्र गुरु पढ्छौँ अनि हामी त्यहाँ छापुल्चे गर्छौँ दर्शन गर्छौँ त्यसपछि एकपल्ट परिक्रमा गरेर आउने बेलामा ठ्याक्कै हाम्रो ब्रेकफास्ट चाहिँ पाकेको हुन्छ है ब्रेकफास्टहरू खाइसकेपछि हामी अलिकति छिटो निस्किने है अलिकति ढिलो नै हुन्छ बिचाराहरू गर्दा गर्दा त्यस्तै हुन्छ ढिलो भयो भन्छ अब आफू पनि ढिलो सबै ढिलै हुन्छ क्या अब यो हुलमुलमा गर्दाखेरि अलिकति हाम्रो कोअर्डिनेटरले ल अब छिटो भनेर निस्किने बेला भयो भनिसकेपछि अलिकति तयारी भएर निस्किहाल्यो भने हामी गन्तव्यमा चाहिँ निर्धारित समयमा पुगिहाल्छौँ अनि हामी निमा गुम्बा परिक्रमा गर्न जाँदैछौँ ल सबैलाई तासिदिलेक तीर्थालुहरू निङमा गुम्बामा जानको लागि हिँड्दैछौँ लास्टमा हाम्रो गुरु हजुर अगाडि जानु ल यो रिवाल सहरको टेलिफोन एक्सचेन्ज यो जाहोरको राजा आइदिर सिंह उहाँलाई चाहिँ पीठकधार पनि भन्छ उहाँले चाहिँ गुरु रिम्पोचे पद्मसम्भवलाई माथि ध्यान बसिरहेको स्थान ल आउँदै गरेर हुन्छ ल धुलो आउँदै
ल आउनुहोस् धुलो आयो है धुलो आयो धुलोले खतम पार्छ जानै सकेन भने मैले तुला दान गरिदिन्छु के यही छ दुईजनालाई हिजो नाइट भ्यू खिचेको थियो भने आज मर्निङ भ्यू हिजो बेलुकीको भ्यू खिचेको थिएँ आज चाहिँ मर्निङको कति फरक पर्दो रहेछ दर्शकहरूले हेर्नुहुनेछ गुरु रिम्पोछेको कति राम्रो यहाँबाट फोटो खिच्दै कति राम्रो आउने गुरु रिम्पोछेको ठाउँ गुरु रिम्पोछेतिर फेसिङ हेर्नुहोस् हाम्रो सोल्टी राजाको पनि हत्तेरीको हो ल सोल्टी म त झुकिया हो अर्को गुरु रिम्पो चाहिँ यहाँ पो आएछ जस्तो एकदम क्लियर त्यो डाँडा अस्ति आज बिहान एकदमै वेदर क्लियर छ माथि टावर पनि रहेछ ठुलो गुरु रिम्पोछेको मूर्ति अनि डाँडामा ठुलो टावर त्यो रिम्पोछे किचमा परेछ छेउमा लानुपर्छ छेउ सानो दुब्लो बस्छ त्यो 19 फाउन्टेन टोली हो है त कार्ड त छैन को सबैले काट देखाएको ल 1 2 3 त्यो त आउँदैन देब्रे हात 1 2 3 यता हेर्नुस् यता म एउटा फाल्टु भयो 1 2 3 हजुर यही होटलमा हामी बसेको हो यहीँबाट एकदमै नजिक हुँदो रहेछ गुरु रिम्पोछेको मूर्ति दर्शन गर्ने अब हामी भित्र पस्छौँ मेरो पनि फुल छ हिजो अलिअलि फाल्यो क्या डाक्टरले देखाउनु पर्छ